यो छ मेरो पार्ट 2 भिडियो है। पार्ट 1 जसले हेर्नु भएको छैन उहाँले गएर हेर्नु होला, लाइक कमेन्ट गर्नु होला। हजुरहरूले मेरो खाएको भिडियो मात्र हेर्नुहुन्छ कि म खाँदा खाँदा मोटी भइसकेँ, कति खानु। अनि म नेपाल त जानु लागेको नै थिएँ, तर हामी हतार नेपाल जानुको कारण चाहिँ मेरो सासुआमा एक्सिडेन्ट हुनुभएको थियो है। अनि हामी चाहिँ हतार पुग्यौँ हस्पिटल। पुगेर तल खाना खाएर आउनु भन्नुभएको थियो। अनि खाना खाएर गयौँ माथि, छिट्टो हतार थियो भेट्नलाई है, कस्तो छ के अवस्था छ भनेर। अनि हामीले भेट्यौँ। मेरो भिडियो चाहिँ पुरा रहेन शेषमा, मैले मम्मीलाई भेट्दाखेरि राम्रोसँग है। अनि उहाँ चाहिँ आमा छोरा हुनुभयो, भेट्नुभयो फाइनली। हामी भेट्यौँ है, एकछिन यताउता भयो, रुनाधुना सबै फ्यामिलीलाई भेट्न। 1 वर्ष भइसकेको थियो नि त, हामी 1-1.5 वर्ष भइसकेको थियो त्यसपछि गएको। अनि मम्मीले चाहिँ खाना खानुभयो, अनि कपडा पनि चेन्ज गर्नुभयो। त्यसपछि त हामीलाई जाऊ भन्नुभएको थियो, किनकि हामी धेरैजना थियौँ त्यहाँ, एलाउड थिएन। सो तिहारको बेला थियो, हामीलाई घर जान पर्ने थियो, त्यही भएर हामी चाहिँ गयौँ। अनि हाम्रो अङ्कल चाहिँ त्यहीँ बस्नुभएको थियो। त्यसको 2-4 दिनपछि चाहिँ हाम्रो मम्मीलाई पनि डिस्चार्ज गरियो।